छन्। जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने हरेक फाइल खोलिन्छ। अब दोस्रो पटक मन्त्री बनेपछि पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले 2058 सालमा भएको दरबार हत्याकाण्डको अनुसन्धान गर्ने उद्घोष गरेका हुन्। म त ठेक्न सकौँला, तर विशेष गरी आइन्दादेखि कुनै नागरिकलाई, नेपाली नागरिकलाई उनीहरूको अपमान गर्न, उनीहरूको चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर यो विषयलाई चाहिँ सिरियसली